हामीले त कोसिस गरेको हजुर ग्यासमा हुने नै थिएन नि यो वर्षै हुने थिएन नि हामी त तिनीहरूसँगै लड्न गएको नि धकल माइक निकाल्नु न उहाँको पाखुरोमा यसो देखाउनुहोस् न पाखुरो देखाउनुहोस् न तपाईँ ल के ल्यायो दि यो चाहिँ हात समातेर लठीले हानेको यस्तो खुट्टाहरूमा कच्चा कच्चै यस्तो खुट्टाहरूमा त कच्चा कच्चै अझै माथि माथि कच्चा कच्चै दिदीको नि ल कच्चा कच्चा अब हामी छोडिँदैन अब छोडिँदैन अब झनै छोडिँदैन अब त के आज गरेर भोलि पर्सितिर चाहिँ अलिकति केही प्लानिङ सहित चाहिँ आउने भन्ने विचार थियो तर अब चलाए छोडिन्न अब त छोड्दै छोडिन्न अब त नेताहरूलाई त हाम्रो त रोडमा आउँदाखेरि हाम्रो घर जान सकेका छैनन् हाम्रो घर चिन्दैनन् तिनीहरू हामीले चिन्छौँ तिनका घर पनि चिन्छौँ हामी तिनका घरमै गएर चाहिँ हामीले समातेर लिएर रोडमा ल्याउन सक्ने जनताले अब आँट गर्छन् तर गरिब दुखीको छोरछोरी चाहिँ नलडाओस् म लड्ने पनि गरिबै हो कि पुलिसहरू पनि गरिबै हो सक्छ भनेदेखिको हामीसँग लड्न नेता आऊ भ्रष्टाचारीहरू दलालीहरू तिनीहरू आऊ वास्तवमा एउटा माओवादीतिर जान पर्ने हो क्या तिनीहरूलाई उता चाहिँ लहट्ने क्या यहाँ लहटेर के होइन हाम्रो मान्छे धेरै उत्रेको हो नेपाल प्रहरीले चाहिँ माथिबाट अर्काको घरबाट हामीलाई पुकारेको जनताहरू अगाडि बढ्न नसकेको थियो त्यो असुर ग्यासले गर्दा म बोलिरहेको बोल्दै ल्याएको यो पुलिससँग केही छैन वास्तवमा जो राजतन्त्र विरोधी छन् नि त्यहाँ गएर चाहिँ गर्नुपर्ने हो क्या काण्ड हतियार छैन भनेर यिनीहरूद्वारा हामीलाई चाहिँ असर ग्यासले हाने यिनीहरू भाग्छन् भन्ने सोचेका हुन् हामी त भाग्दैनौँ नि त हामी त भाग्नेवालामै छैनौँ हामी त्यहाँ अघि पनि त हामी चाहिँ सबै भागे पनि त भाग्नेवालामा हामी चाहिँ छँदै छैनौँ चलाइसक्यो सानो झिल्को थियो अब यो झिल्को चाहिँ आगो बनेर उठ्छ के यिनीहरूले सोचेका थिए साना झिल्का छन् यिनीहरूलाई चाहिँ गरिब दुखीका छोरछोरी हुन् यी गरिब दुखीका छोरछोरी हुन् यिनीहरूलाई जे गरे पनि हुन्छ केही हुँदैन कहाँबाट चाहिँ तराईबाट आएको छन् पहाडबाट मेरो घर सङ्घर्ष भयो म चाहिँ सङ्घर्ष भएदेखिको 2.5 वर्ष भयो यो लडाइँमा उत्रेको मेरो छोराछोरी बालबच्चा सबैसँग मैले बिदा मागेर हिँडिसकेको छु मलाई केही पनि डर छैन जनताको लागि लड्छु यो देशको लागि लड्छु नेताहरूलाई चाहिँ भ्रष्टाचारी नेताहरूलाई चाहिँ रोडमा ल्याएर चाहिँ पछार्न सक्ने आँट हामीले गरिसकेका छौँ निर्णय भइसक्यो अझै पनि सरकारलाई यो पापी यो अत्याचारी भ्रष्टाचारी सरकारलाई हामी 5 दिनसम्मको म्याद दिन्छौँ त्यसपछि हामीले हतियार उठाउन पर्यो भनेदेखिको हामीलाई हतियार चलाउन नआएको होइन हामीलाई हतियार चलाउन आउँछ केही समयको लागि हामीले बिसाएको हतियार बिसाएको हौँ केही समयको लागि यो हतियार हामीले फेरि उठाउन पर्यो भनेदेखिको त्यसपछि चाहिँ निर्णय केही दिनमा अहिले आउँदै हुनुहुन्थ्यो अहिले अब असर यहाँ चाहिँ यहाँ घर घरबाट भन्नुभएको छ तर यो घरहरूबाट चाहिँ घर घरमा कसले छिर्न दियो यहाँ घरका यहाँ चाहिँ काठमाडौँवासीहरूले चाहिँ यी प्रत्येक अब माओवादीलाई छिर्न दिएका छन् कि पुलिसलाई छिर्न दिएका छन् कि आर्मीलाई छिर्न दिएका छन् कि भोलि यिनीहरूले प्रश्नको उत्तर हामीलाई दिनुपर्छ जनतालाई दिनुपर्छ प्रत्येक घरबाट आएको छ हामी साथी छौँ हामी चाहिँ बिहानदेखि नै हामी हिँडिरहेको छौँ घुमिरहेको छौँ हामी साथी छौँ यो प्रत्येक घरमा चाहिँ पुलिस हो कि आर्मी हो कि माओवादी हुन् कि कुन हुन् यहाँ चाहिँ ढुङ्गा प्रहार यहीँबाट भएको छ यी घरहरूबाट रोडहरूका घरहरूबाट ढुङ्गा मात्रै हो र असर ग्यासै फालेको छ हाम्रो मञ्चमा असर ग्यास फालेको छ ढुङ्गा मात्रै होइन फालिरहेका छन् कि यिनीहरूले अहिले बन्द गरेको अहिले त्यसपछि हामीले चाहिँ यो घरमा किन हाने त शान्तिपूर्ण आन्दोलन भन्थे किन हाने भन्दाखेरि हामीलाई चाहिँ घर घरबाट असर ग्यास आयो ढुङ्गा आयो त्यसपछि हाम्रो साथीहरूले ढुङ्गा बगारेको यो पुलिस मात्र होइन यो ऊ पनि लागेको छ क्या यो केपीको मान्छेहरू पनि गएर हानिरहेको छ पार्टीको मान्छे नै तलबाट ढुङ्गा माथि लैजाने तानेर लैजाने र माथि लगेर हान्ने गरेको के राजावादीले त हानेकै छैन ढुङ्गा यो सबै यिनीहरूका मान्छे सबै यिनीहरूकै मान्छे हामी त एकदमै अब हामीसँग सेफ्टी ग्यास नहुनाले उनीहरूले होइन हामीसँग मान्छे धेरै भयो क्राउड धेरै भयो यस्तो गरे नेपाल प्रहरीले यस्तो गरे हो कि दमन गरेको हुँदैन हामी चाहिँ नबसौँ अगाडि यिनीहरूले हत्या गरेर हुन्छ शर्मिला बाइबाजी